सेवा रो म प्रवेश राई। आजको हाम्रो डेस्टिनेसन रहेको छ लेटाङको राजारानी र आजको हाम्रो भिडियो सुरु हुन्छ धरानदेखि। हामी चाहिँ उता हाइवेको बाटो जान छोडेर चाहिँ हामी यता पानमाराको बाटो जाँदैछौँ, किनकि यताबाट चाहिँ बाटो एकदम सर्टकट छ क्या। अनि बाटो चाहिँ मैले पहिला नै चिनेको थिएँ, अनि अहिले चाहिँ यो बाटो गइरहेछौँ। अनि अहिले चाहिँ बाटोहरू चाहिँ एकदम बवाल बनाएको रहेछ क्या यता मास्लो पानमाराको बाटो पनि। अनि भाइसँग चाहिँ हामी चाहिँ बाटो क्या दामी बनाएको गर्दै गएका छौँ। अब चाहिँ हामी चाहिँ केराबारी चाहिँ आइपुग्न आँटेका छौँ। यो पुल कट्ने बित्तिकै चाहिँ केराबारी आउँछ। अनि यो खोला चाहिँ अब धरानको इन्डिङ पोइन्ट हो क्या। अब यहाँदेखि उता चाहिँ अब केराबारी पर्छ। अनि यहाँको ठाउँ चाहिँ दामी बनाएको छ क्या। पुल आउनुभन्दा अगाडि नै कस्तो दामी घुम्ती बनाएर ठ्याक्कै अब चाहिँ पुल आउन आँटेको छ। अब चाहिँ हामी ठ्याक्कै लेटाङको एरिया आइपुग्यौँ। मैले चाहिँ त्यो बिचमा केराबारीको बाटोमा चाहिँ भिडियो बनाइनँ, किनकि त्यहाँ चाहिँ अलिक धेरै नै अफरोड भएर धुलहरू धेरै उडेकोले अलिकति बनाएन। अनि अब चाहिँ ठ्याक्कै अब यो उकालो आउन आँटेको छ। यो चाहिँ ठ्याक्कै लेटाङको राजारानी जाने बाटो हो। बाटो अलिकति अफरोडै छ अनि उकालो छ। अनि भाइको चाहिँ फर्स्ट टाइम हो। म चाहिँ पहिला पनि धेरैचोटि आएको थिएँ, तर यसरी नै घुम्ने भनेर चाहिँ ठ्याक्कै गएको थिइनँ। अनि गइरहेको छौँ। अब चाहिँ हामी ठ्याक्कै मास्ती र राजारानी उकालो जाने बोर्ड चाहिँ ठ्याक्कै त्यो अगाडि देखेको। त्यहाँबाट उता गयो भने चाहिँ लामिटार र मास्तिर गयो भने चाहिँ ठ्याक्कै राजारानी ताल पुगिन्छ। बाटो अलिकति उकालो अनि अप्ठ्यारै छ। अब चाहिँ हामी माथि राजारानी ताल छिर्ने बताइसकेको छौँ। अनि प्रवेश शुल्क चाहिँ 10 रुपियाँ रहेछ। अनि पार्किङ शुल्कहरू चाहिँ तपाईँले त्यहाँ बोर्डमा देखिसक्नु भएको छ। र यता चाहिँ पार्किङ एरिया रहेको छ। पहिलातिर आउँदा चाहिँ खै टिकट काटेको चाहिँ थाहा थिएन। अनि अहिले चाहिँ टिकट काट्ने पनि व्यवस्था रहेछ। अनि भाइले चाहिँ टिकट काट्ने भनेर चाहिँ भन्यो। अनि म माथि भाइसँग टिकट काट्नु गएर चाहिँ टिकट काट्यौँ। अनि टिकट काटिसकेपछि हामी ठ्याक्कै यो तल राजारानी छिर्नुभन्दा अगाडि चाहिँ होटल दरबारी इन भन्ने चाहिँ छ। अनि त्यसपछि हामी चाहिँ भाइसँग केही खाने भनेर चाहिँ एकछिन छिर्यौँ। अनि अहिले चाहिँ बबाल बनाएको रहेछ, बस्ने ठाउँहरूदेखि लिएर भित्र पनि डेकोरेसन राम्रो गरेको रहेछ। अनि हामी चाहिँ सुरुमा तलतिरै भ्यूहरू पनि राम्रो देखियो। अनि तलतिर जाँदैछौँ। अनि कटेज जस्तो क्या, अब कस्तो राम्रो बनाएको रहेछ भित्र पनि। अनि भाइसँग कता बस्ने भनेर चाहिँ हामी चाहिँ यता नि हेऱ्यौँ। अनि त्यसपछि यता नि हेरेको। यसमा योमा चाहिँ फ्यान रहेछ, यसमा चाहिँ हामी बस्यौँ। फाइनल्ली हामी चाहिँ राजारानी ताल आइपुग्यौँ। अनि अहिले चाहिँ यो देखिरहनु भएको चाहिँ यहाँबाट भ्यू टावर बनाएको। माथिबाट हेऱ्यो भने चाहिँ बबाल तालहरू देखिन्छ।
अनि यो बोर्डमा चाहिँ भक्तजनहरूले यस धार्मिक मन्दिर क्षेत्रभित्र फोहोर मैला नगरिदिनु होला, डस्टबिनमा लगाइदिनु होला भनेर लेखेको रहेछ। जो आए पनि फोहोर चाहिँ सबले डस्टबिनमा लगाइदिनु होला। अनि तल चाहिँ अहिले त्यो ठ्याक्कै तालकै छेउमा बनाएको रहेछ क्या, दामी बबाल बनाएको रहेछ। म अस्ति एकचोटि गएको थिएँ तर राम्रोसँग घुम्नु पाइनँ। अनि पछि अनि घुम्न आउँछु भनेर चाहिँ सोचेको थिएँ। अनि फाइनल्ली आज चाहिँ भाइसँग आइपुग्यौँ। अब चाहिँ हामी भ्यू टावर चढिरहेको छौँ। भ्यू टावर चाहिँ जम्मा 2 तलाको रहेछ। हामी चाहिँ 1 तलामा पुग्यौँ। अब त्यसपछि अझै 1 तला माथि जाँदैछौँ। गइरहेछौँ। अब यहाँबाट चाहिँ ताल दामी देखिँदो रहेछ क्या, सबैतिर देखिँदो रहेछ क्या। कस्तो आनन्द आउने खालको ठाउँ। यहाँबाट मास्तिर जाने बाटो चाहिँ धिमालहरूको मन्दिर जाने बाटो रहेछ। अनि हामी नि माथिसम्म एकछिन पुग्यौँ। त्यसपछि त्यहाँ चाहिँ धिमालहरूको देवी थान रहेछ क्या। यहाँ चाहिँ धिमालहरूले वैशाखको 2 गते चाहिँ ठुलो मेला मनाउँदो रहेछ क्या। ठ्याक्कै अस्ति चाहिँ मनाउनु पाइनँ, तर पनि वैशाख 2 गते चाहिँ ठुलो मेला मनाउँदो रहेछ। ठिकै यही इलाकातिर रहेछ। अब चाहिँ यो राजा रानी तालको विशेषता चाहिँ ठ्याक्कै उता देखेको चाहिँ राजा, अनि यता अर्कोपट्टि चाहिँ रानी छ क्या। यतापट्टि देखेको चाहिँ रानी ताल हो। र यसको बिचमा चाहिँ ठ्याक्कै यो मास्तिर जाने बाटो चाहिँ राजा रानीको मन्दिर पनि छ क्या। ठ्याक्कै राजा र रानीको तालको बिचमा चाहिँ राजा रानी मन्दिर छ। माथि तपाईँले देखिराख्नु भएको छ। भाइ र म चाहिँ अब भाइको त फर्स्ट टाइम हो। म चाहिँ धेरैचोटि आएको, यहाँ आएर दर्शन पनि गरिसकेको, तर पनि ठ्याक्कै यसरी घुम्ने तरिकाले चाहिँ आएको थिइनँ। आज चाहिँ भाइलाई धरानबाट घुमाउनु भनेर लिएको थिएँ। अगाडि तपाईँले देख्न सक्नुहुन्छ राजा रानीको मन्दिर हो।
माथि देखिराख्नु भएको बाटो चाहिँ अघि होटल दरबार इन भन्ने बाटोदेखि तल झर्ने बाटो र यहाँदेखि उता देखिने बाटो चाहिँ राजारानी मन्दिर जाने बाटो। अनि यता बायाँदेखि चाहिँ पिकनिक स्पोट ठाउँ छ, त्यता पिकनिक स्पोट ठाउँ नै छ। र हामी चाहिँ अघि आएको बाटो यही बाटो। अब चाहिँ हामी फर्किन लागिरहेको छौँ। भाइ पनि अब धरान पुग्ने भएकोले चाहिँ भाइलाई नै अलि ढिलो हुन्छ भनेर फर्किरहेको छु। ठाउँ चाहिँ अहिले एकदम राम्रो बनाएको छ क्या राजारानीमा। तपाईँहरू पनि आउन सक्नुहुन्छ। अनि अन्त्यमा सबैजनाले मेरो भिडियोलाई लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला। धन्यवाद।